नमस्ते यहाँहरूलाई मेरो यो च्यानलमा हार्दिक स्वागत छ। हामी चाहिँ अब अल्डिहाइड्स एन्ड किटोन्सका पास्ट क्वेसनहरू डिस्कस गर्ने क्रममा आज हामी चाहिँ दोस्रो श्रृङ्खलामा आइपुगेका छौँ। हाम्रो पार्ट 1 को भिडियो चाहिँ तल डिस्क्रिप्सनमा छ लिङ्क, कृपया त्यहाँ गएर पहिला पार्ट 1 हेर्नुभयो भनेदेखि चाहिँ एकदम हामीलाई सजिलो हुनेछ। यहाँ सोधेको छ What major product would you obtain when methanol reacts with ammonia? Write an important use of the product. यो चाहिँ हामीले यो क्वेसन चाहिँ पार्ट 1 मा डिस्कस गरिसकेका छौँ। राइट एन एक्जाम्पल अफ इच अफ द फलोइङ अल्डोल कन्डेन्सेसन रोजेनबन्ड रिडक्सन पार्ट 1 मै भइसकेको छ। राइट एन एक्जाम्पल अफ द फलोइङ यो पनि दुईटै डिएनपी टेस्ट र क्यानिजोल रिएक्सन भइसकेको छ। राइट एन एक्जाम्पल अफ इच अफ द फलोइङ यो दुईटै भएको छ है त, टोलेन्स टेस्ट पनि भइसकेको छ, अल्डोल कन्डेन्सेसन पनि भइसकेको छ। स्टार्टिङ फ्रम इथानल हाउ वुड यु अब्टेन 3 हाइड्रोक्सी ब्युटानल अनि अर्को भनेको छ 2 हाइड्रोक्सी प्रोपानोइक एसिड। यो पनि खोइ भइसकेको थियो कि मैले त बिर्सेँ, ल त्यही पनि हेरौँ है त। 3 हाइड्रोक्सी ब्युटानल भनेको छ है। अब यसको चाहिँ हाइड्रोक्सी पनि छ ब्युटानल पनि छ भनेपछि यहाँबाट चाहिँ हामीले यो के रहेछ, यो कस्तो कम्पाउन्ड हो त, अल्डोल कम्पाउन्ड रहेछ भन्ने बुझ्यौँ भनेदेखि अब हामीले यसलाई चाहिँ के गर्नुपर्छ त, अल्डोल कन्डेन्सेसन रिएक्सन गराउनु पर्यो यसरी। ल हेरौँ त, यस्तो हुन्छ अल्डोल कन्डेन्सेसन भनेको। अनि यसलाई चाहिँ हामीले के चाहिन्छ त, डाइल्युट NaOH चाहिन्छ हैन त। अनि अब यो चाहिँ इजिली हामीले कसरी बुझ्न सक्छौँ भन्दा यो एच चाहिँ यो ओसँग गएर बसिदिन्छ, अरू बाँकी सर्लक्कै यहाँ आएर जोडिन्छ भनेर बुझ्यो भने सजिलो हुन्छ। जस्तै CH3 CH छँदैछ, यो एच है, यो एच लेखेको हैन, अनि माथि त्यो ओसँग एच आउँछ। अब बाँकी यो के छ त, यति छ नि, यो ग्रुप चाहिँ हामीले यहाँ सर्लक्क जोडिदिनु पर्छ। ल CH2C डबल बोन्ड OH, ल यो भयो 1 2 3 4 हैन त, भएपछि 3 हाइड्रोक्सी ब्युटानल है। अनि त्यसै गरी अर्को छ 2 हाइड्रोक्सी प्रोपानोइक एसिड बनाउनु पर्यो भने यसलाई चाहिँ फेरि हामीले HCN को एडिसन गर्नुपर्छ इथानलमा। हेरौँ है त, ल यस्तो गरौँ, अनि यो इथानल भयो। अब यसमा चाहिँ हामीले HCN एड गर्यौँ भने यो H गएर चाहिँ यो ओसँग बसिदिन्छ है त, अनि यहाँबाट बन्छ CH3 C, यहाँनिर OH छ, यहाँनिर एच छ, अनि यहाँनिर चाहिँ हाम्रो CN। अब यसलाई चाहिँ हामीले कम्प्लिट हाइड्रोलाइसिस गरिदिन्छौँ, एसिडिक हाइड्रोलाइसिस है हो। यसो गऱ्यो भने अब यो के भन्छ त, ल CH3 अनि CH यतापट्टि OH छँदैछ, अनि यो CN चाहिँ केमा चेन्ज हुन्छ त, कार्बोजाइलिक एसिड ग्रुपमा चेन्ज हुन्छ। अब यसो गर्दाखेरि अब यो कम्पाउन्ड के भन्यो त, ल 1 2 3 तीनटा कार्बन एटम छ हैन त, अनि 2 पोजिसनमा OH ग्रुप छ भएपछि अब यो भयो त 2 हाइड्रोक्सी प्रोपानोइक एसिड। यो 37 को त कानिजर र अल्डोल कन्डेन्सेसन दुईटै भइसकेछ। व्हाट ह्यापन्स व्हेन प्रोपानोन इज ट्रिटेड विथ डाइल्युट NaOH सोलुसन। ल डाइल्युट NaOH सोलुसनसँग चाहिँ हामीले अल्फा हाइड्रोजन भएका कार्बोनाइल कम्पाउन्डहरूलाई चाहिँ ट्रिट गर्यौँ भने यहाँ के हुन्छ त, हाम्रो अल्डोल कन्डेन्सेसन हुन्छ है त। यदि अल्फा हाइड्रोजन छैन भने चाहिँ फेरि अल्डोल कन्डेन्सेसन हुन सक्दैन है। यहाँ चाहिँ दुईटा मोलिक्युल अफ एसिटोन भनौँ न प्रोपानोन चाहिँ कन्डेन्सेसन हुन्छ है डाइल्युट NaOH मा। यो एच कहाँ गएर बस्ने हो रे, यो अक्सिजनसँग है त। ल CH3 COH अनि यो CH3 छँदैछ। अब बाँकी यो ग्रुपलाई चाहिँ हामीले सर्लक्कै जोडिदिनु पर्यो यतिलाई। के भन्छ त हाम्रो, ल CH2C डबल बोन्ड O अनि CH3 बन्ने भयो। यसको नाम चाहिँ के हुन्छ त भन्दाखेरि 1 2 3 4 हो। 4 ग्रुपमा चाहिँ मिथाइल पनि छ अनि हाइड्रोक्सी ग्रुप पनि छ भएपछि अब यसको नाम हुन्छ 4 हाइड्रोक्सी 4 मिथाइल 1 2 3 4 5 छ नि त, पेन्टान 2 पोजिसनमा छ नि त, 2 ओन यस्तो भयो है। अनि हाउ इज इथानल कन्भर्टेड इन्टु प्रोपानोन। ल यो हाम्रो 38 नम्बरको हो। अब यो हामी गर्छौँ 39 है त। इथानललाई चाहिँ कार्बन एटम बढाएको छ प्रोप भनेपछि हैन त, त्यसो भएदेखि कुनै पनि अल्डिहाइड वा किटोनमा कार्बन एटम थप्नु पर्यो भने त्यसको लागि सुइटेबल मेथड भनेको चाहिँ ग्रिग्नार्ड रिएजेन्टको एडिसन हो। ल यहाँबाट हामी हेर्यौँ भनेदेखि अब बन्छ ल CH3 यहाँनिर OMgBr बन्छ हैन त, अनि यतापट्टि H छँदैछ, यहाँबाट हुन्छ CH3। अब यसलाई हामीले के गर्नुपर्छ त, हाइड्रोलाइसिस गरिदिनुपर्छ। अब यसलाई हाइड्रोलाइसिस गर्यो भने यहाँबाट के आउँछ त, CH3 यहाँ आउँछ OH अनि CH3 हो। अब यसलाई चाहिँ मैले के गरिदिन्छु त,
अक्सिडेसन गरिदिन्छु ल KMNO4 एसिडिफाइड है अक्सिडेसन गरिदियो भनेदेखि यहाँबाट हाम्रो बन्छ CH3C डबल बोन्ड O CH3 यो भयो हाम्रो प्रोपानोन DNP टेस्ट र टोलेन टेस्ट हाम्रो पहिल्यै पार्ट 1 मा डिस्कस भइसकेको छ अब यहाँनिर भनेको छ स्टार्टिङ फ्रम प्रोपानोन हाउ वुड यु प्रिपेयर 2 हाइड्रोक्सी 2 मिथाइल प्रोपानोइक एसिड वेक एसिड आउने बित्तिकै हामीले चाहिँ त्यहाँ के रहेछ त भन्दाखेरि साइनाइड एडिसन हो भन्ने चाहिँ हामीले बुझिहाल्नुपर्छ है त ल प्रोपानोनबाट सुरु गरौँ है त हामी ल प्रोपानोन भनेको यो कम्पाउन्ड हो हैन यो हो अनि यसमा हामीले अब HCN एडिसन गर्यौं भनेदेखि यहाँबाट चाहिँ के भन्छ त भन्दा यस्तो भन्छ CH3 C यहाँनिर OH यतापट्टि CH3 अनि यहाँनिर हुन्छ CN अब यसको चाहिँ हाइड्रोलाइसिस गर्यौं भनेदेखि कम्प्लिट हाइड्रोलाइसिस गर्यौं भने एसिडिक मिडियममा यहाँबाट आउँछ हाम्रो CH3 COH अनि यहाँ छ CH3 अनि यहाँनिर हुन्छ COOH अनि 1 2 2 पोजिसनमा मिथाइल छ हाइड्रोक्सी ग्रुप छ र 3टा कार्बन एटम छ चेनमा भएपछि अब यसको नाम के हुन्छ त 2 हाइड्रोक्सी 2 मिथाइल प्रोपानोइक एसिड अब हाम्रो चाहिँ 42 मा भनेको छ हाउ डज मिथानल भनेको फर्मल्डिहाइड रिएक्ट्स विथ एमोनिया युरोट्रोपिन बनाउँछ भइसकेको छ कंक NaOH भनेको कानिजरो रिएक्सन यो पनि हाम्रो पार्ट 1 मै भइसकेको छ अल्डोल कन्डेन्सेसन भइसकेको छ राइट द फंक्शनल आइसोमर अफ CH3COCH3 एन्ड गिभ अ केमिकल टेस्ट टु डिस्टिङ्ग्विस देम यसमा चाहिँ हाम्रो यसको यो भनेको हाम्रो के हो त CH3C डबल बोन्ड OCH3 यो चाहिँ हाम्रो प्रोपानोन हो अब यसको फंक्शनल आइसोमर भनेको किटोनको फंक्शनल आइसोमर भनेको के हुन्छ त अल्डिहाइड हुन्छ त्यही भएर 3टा कार्बन एटम भएको अल्डिहाइड भनेको यो हो र यसको नाम के हो त प्रोपानोल अनि केमिकल टेस्ट टु डिस्टिङ्ग्विस देम भनेको छ हैन यसमा चाहिँ के हुन्छ भनेदेखि हामीले अल्डिहाइड र किटोन छुट्याउनु पर्यो भनेदेखि हामीले सजिलै गर्दैन भनेको चाहिँ के हो त टोलेन्स टेस्ट हो हैन त टोलेन्स टेस्ट चाहिँ अल्डिहाइडले के गर्छ त पोजिटिभ दिन्छ हो अनि किटोनले चाहिँ यो टेस्ट दिँदैन नेगेटिभ दिन्छ अब यसको चाहिँ हामीले टोलेन्स टेस्टको रिएक्सन पनि लेख्दियौं भनेदेखि टोलेन्स रिएजेन्ट भनेको चाहिँ हाम्रो के हो त एमोनियकल सिल्भर नाइट्रेट सोलुसन हो हैन अब यसमा चाहिँ हामीले जस्तै प्रोपानलको टोलेन टेस्ट गर्यौं भनेदेखि यो भयो अनि यो चाहिँ हाम्रो टोलेन्स रिएजेन्टबाट आउने कम्प्लेक्स हो एउटा है अनि यसबाट चाहिँ हाम्रो यसरी दियो भनेदेखि यहाँबाट चाहिँ बन्छ CH3 CH2 COONH4 प्लस AG को चाहिँ यो सिल्भर मिरर बन्छ हैन त व्हाइट PPT प्लस एमोनिया र वाटर चाहिँ अब एउटा बाइ प्रोडक्ट हुन्छ है यो चाहिँ सिल्भर मिरर भयो तर अब यो प्रोपानोलले फेरि के गर्छ त यो टेस्ट दिँदैन नो रिएक्सन हुन्छ सकिहाल्यो अनि यहाँनिर भनेको छ आइडेन्टिफाई द प्रोडक्ट A एन्ड गिभ इट्स वान इम्पोर्टेन्ट युज यो भयो मिथानल वा फर्मल्डिहाइड र एमोनिया के भन्छ युरोट्रोपिन भन्छ है व्हाट इज डिकार्बोनाइलेसन रिएक्सन राइट एन एक्जाम्पल अफ इट डिकार्बोनाइलेसन भनेको चाहिँ यो कार्बोनाइल ग्रुप छ नि हो यो ग्रुप हट्ने रिएक्सन हो त्यसलाई चाहिँ डिकार्बोनाइलेसन भन्छ अब यसको एउटा एक्जाम्पलको कुरा गर्ने हो भनेदेखि चाहिँ जस्तै यो भयो हाम्रो इथानामाइड है माइड यो चाहिँ के हो त इथानामाइड अब यसलाई चाहिँ ब्रोमिन र KOH यहाँ राखिदिने हो भनेदेखि यहाँबाट चाहिँ हाम्रो बन्छ CH3NH2 मात्रै बन्छ हो यो चाहिँ के भयो त फेरि मिथानामाइन भयो ल राइट एन एक्जाम्पल अफ इच अफ द फलोइङ कार्बोनाइलेसन रिएक्सन मैले पार्ट 1 मा डिस्कस गरिसकेको छु प्लिज पार्ट 1 चाहिँ राम्रोसँग हेर्नु होला है त 48 मा भनेको छ गिभ ब्यालेन्स केमिकल इक्वेसन फर द फलोइङ्स इथानल इज हिटेड विथ आयोडिन एन्ड एक्वाइस NaOH भनेको यो के हो त यसको आयोडोफर्म टेस्ट हो है आयोडोफर्म टेस्ट हामीले पार्ट 1 मा इथानलको गरिसकेको भन्ने मलाई लाग्छ अनि प्रोपानोन इज हिटेड विथ हाइड्रोजिन इन प्रेजेन्स अफ ग्लिसरेरोल अब हाइड्रोजिन सँग चाहिँ सिधै रिएक्सन गर्ने हो भने त यसले हाइड्रोजन बनाउँछ तर हामीलाई ग्लिसरिन भयो वा इथाइलिन हाइड्रोजनको प्रेजेन्स ग्लाइकोल वा ग्लिसरेरोलको प्रेजेन्समा भन्यो भने चाहिँ हामीले यहाँबाट चाहिँ बन्छ अल्केन भन्ने बुझ्नुपर्छ जस्तै अब प्रोपानोन CH3C डबल बोन्ड OCH3 हो
यो चाहिँ हाम्रो सेकेन्ड नम्बरको है। यसलाई चाहिँ हामीले हाइड्राजिन हैन त, अनि त्यसपछि अर्को के छ त ग्लिसेरोल छ भनेदेखि अब हामीले यहाँबाट चाहिँ के बनाउँछौँ त, यसरी बनाउँछौँ प्रोपेन। ल व्हाट ह्यापन्स व्हेन द प्रोडक्ट obtained by dehydrogenation of ethanol is allowed to react with Tollens reagent। अब पहिला चाहिँ हामी डिहाइड्रोजिनेसन अफ इथानोलको काम गरौँ त। ल जस्तै हाम्रो छ इथानोलको डिहाइड्रोजिनेसन, यो चाहिँ हामीले कपर राख्यौँ र 300 डिग्री सेल्सियससम्म हिट गर्यो भने यसको डिहाइड्रोजिनेसन हुन्छ र यहाँबाट बन्छ हाम्रो CH3C डबल बोन्ड O अनि H आउँछ। यो भयो के त इथानल भयो। अब यसलाई चाहिँ केसँग ट्रिट गर्ने भनेको छ त टोलेन्स रिएजेन्टसँग। र यसलाई अब यसको टोलेन्स रिएजेन्टसँग ट्रिट गर्दाखेरि के भन्छ हामी त्यो हेरौँ त। ल टोलेन्स रिएजेन्टबाट चाहिँ हामीलाई फाइनल्ली आउने एउटा कम्प्लेक्स आउँछ, त्यो कम्प्लेक्स चाहिँ के हो, यो चाहिँ हो AgNH3O2OH हो। यो चाहिँ हाम्रो टोलेन्स रिएजेन्टबाट आउँछ। अब यसलाई स्लाइटली हिट गर्यो भनेदेखि यहाँबाट चाहिँ के भन्छ त हाम्रो भन्दा CH3COONH4 हो प्लस यो चाहिँ Ag आउँछ, सिल्भर मिरर आउँछ, सिल्भर मिरर यस्तो हुन्छ है। अनि अब साइड प्रोडक्ट निस्किन्छ एमोनिया र यही हुन्छ हैन, सिल्भर मिरर भन्छ। राइट एन्ड एक्सन अफ मिथानल विथ एमोनिया कति 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 गर्ने यो त गरे छ। राइट एन्ड एक्सन अफ मिथानल विथ एमोनिया युरोट्रोपिन भन्छ हैन त, सकिहाल्यो। राइट द एक्सन अफ प्रोपानोन विथ सोडियम बाइसल्फाइड। ल यो चाहिँ हामीले पहिला गरेका छौँ कि छैनौँ, यो गरौँ है त। 50 को त भइसक्यो। यसको गर्दाखेरि चाहिँ प्रोपानोन CH3C डबल बोन्ड O CH3 अनि अब हामीलाई चाहिएको छ अर्को छ कुन कम्पाउन्ड त, यसमा अब हामीसँग छ सोडियम बाइसल्फाइड हैन त। ल अब यस्तो हुँदाखेरि चाहिँ यहाँबाट हाम्रो चाहिँ के हुन्छ त भन्दा यो चाहिँ रिभर्सिबल नेचरको रियाक्सनहरू हुन्छ हैन। यहाँबाट बन्छ पहिला यस्तो बन्छ। ल यो O सँग गएर Na बस्छ, सिम्पली एउटा न्युक्लियोफिलिक एडिसन हुन्छ हैन त। अब यहाँनिर आउँछ SO3H अनि यसको फेरि रिएरेन्जमेन्ट हुन्छ र अब यहाँनिर के हुन्छ, यो H र Na को चाहिँ इन्टरचेन्ज हुन्छ है। अनि यो हुन्छ CH3C यहाँनिर OH CH3 अनि यहाँनिर हुन्छ SO3Na र यसलाई चाहिँ के भन्छ त हामीले एसिटोन सोडियम बाइसल्फाइड। यो चाहिँ एउटा क्रिस्टलाइन सोलिड हुन्छ है त। अनि अर्को 52 मा भनेको छ व्हाट ह्यापन्स व्हेन प्रोपानोन रियाक्ट्स विथ PCl5। ल अब प्रोपानोन CH3C डबल बोन्ड O अनि CH3 यो केसँग रियाक्ट गर्दाखेरिले PCl5 सँग रियाक्सन गर्दा यहाँ चाहिँ सिम्पली के आउँछ त भन्दाखेरि हाम्रो यो क्लोरिन एउटा अक्सिजनलाई दुईटा क्लोरिनले रिप्लेस गरिदिन्छ हो। अब यसको नाम के भयो त भन्दाखेरि 2,2 डाइक्लोरोप्रोपेन। अनि अब साइड प्रोडक्ट निस्किन्छ POCl3। ल अनि अर्को भनेको छ व्हाट ह्यापन्स व्हेन इथानल इफ अलाउड टु रियाक्ट विथ हाइड्रोअक्साइल एमिन। अब यो चाहिँ हाइड्रोअक्साइल एमिनसँगको रियाक्सनको कुरा गर्दाखेरि इथानल भनेको यो भयो CH3C डबल बोन्ड OH प्लस अब हाइड्रोअक्साइल एमिन भनेको चाहिँ यस्तो हुन्छ लु हो, यो हाइड्रोअक्साइल एमिन। अब यो त सिम्पली के हुन्छ त भन्दाखेरि यो अक्सिजनले यहाँको हाइड्रोजनसँग सर्लक्कै वाटर एलिमिनेट गरिदिन्छ र बनाउँछ यस्तो कम्पाउन्ड E डबल बोन्ड N अनि त्यहाँबाट OH प्लस H2 एलिमिनेट हुन्छ हो। र अब यसको कम्पाउन्डको नाम हुन्छ एसेटल्डोअक्जिम, अक्जिम बनाउँछ है त। ल गिभ एन एक्जाम्पल अफ इच अफ द फलोइङ वुल्फ किस्नर रिडक्सन। वुल्फ किस्नर रिडक्सन भनेको चाहिँ हाम्रो कार्बोनाइल कम्पाउन्डको रिडक्सन हुन्छ। कहाँ जान्छ त रिडक्सन भएर भन्दाखेरि अल्केनमा जान्छ। जस्तै अब एउटा इक्जाम्पल हेरौँ है त हामीले। ल हामीले हेर्छौँ, ल मानौँ कि यो भयो हाम्रो प्रोपानोन है त। अब यसलाई इनिसियली चाहिँ केसँग ट्रिट गरे हुन्छ त हाइड्राजिनसँग। यो हाम्रो प्रोपानोन, यो हो हाम्रो हाइड्राजिन। अब यसको रियाक्सन हुँदाखेरि वाटर एलिमिनेट हुन्छ र अब के बनाउँछ त CH3C यतापट्टि CH3 अब डबल बोन्ड NH2 हुन्छ। अब यसमा चाहिँ फर्दर KOH र इथाइलिन ग्लाइकोल राखिदिने हो भने हैन, इथाइलिन ग्लाइकोल राखिदिने हो भने अब यहाँबाट हाम्रो बन्छ के त भन्दा CH3 CH2 अनि CH3 साइड प्रोडक्ट निस्किन्छ N2 यसरी बन्छ
प्रोपेन हो। यो चाहिँ हाम्रो के भयो त वुल्फ-किस्नर रिडक्सन। वाट ह्यापन्स व्हेन इथानल रियाक्ट्स विथ सेमी कार्बाजाइड। ल यो हेरौँ त हामी। इथानल CH3C डबल बोन्ड OH प्लस अब सेमी कार्बाजाइड भनेको के हो त भन्दा H2N अनि NHC डबल बोन्ड O NH2 यो चाहिँ हाम्रो के हो त सेमी कार्बाजाइड हो। सेमी कार्बाजाइड हो। अब यसले चाहिँ यहाँको H2 र यहाँको यो O मिलेर वाटर बनेर चाहिँ एलिमिनेट हुन्छ र अब के भन्छ त CH3 छँदैछ अनि यो C यतापट्टि H छँदैछ। यो डबल बोन्डसँग आएर के जोडिन्छ त अब यो N र बाँकी रहेको यो ग्रुप जोडिन्छ, यति जोडिन्छ। अब हुन्छ यो NNHC डबल बोन्ड O NH2 हुन्छ र यसको नाम चाहिँ के हो त भन्दा सेमी कार्बाजोन हो। केबाट बनाएको छ त इथानलबाट भएपछि यसको नाम हुन्छ एसेटल्डिहाइड सेमी कार्बाजोन। यो चाहिँ एउटा क्रिस्टलाइन पिपिटी भन्छ है त। सजेस्ट अ सुइटेबल केमिकल टेस्ट टु डिस्टिङ्ग्विस इथानल फ्रम प्रोपानोन। ल अब इथानल यसको चाहिँ म यो मेटेर अनि डिस्कस गर्छु है त। जस्तै अब हाम्रो चाहिँ यो इथानल र प्रोपानोनको कुरा गर्ने हो भने इथानल भनेको यस्तो हुन्छ हैन त अनि प्रोपानोन भनेको यस्तो हुन्छ हो। अब यसको चाहिँ हेर्ने हो भनेदेखि अब आयोडोफर्म टेस्ट त यसले पनि दिन्छ, यति ग्रुप भएपछि त आयोडोफर्म टेस्ट आइहाल्यो, यसले पनि दिन्छ, आयोडोफर्म टेस्टले गर्न सकेन। अब हामीले सिम्पली के बुझ्नुपर्छ भने अल्डिहाइड र किटोनलाई है त अल्डिहाइड र किटोनलाई सेपरेट गर्ने टेस्ट भनेको मेन चाहिँ के हो त हाम्रो टोलेन्स टेस्ट हो है त। टोलेन्स टेस्ट अल्डिहाइडले दिन्छ, किटोनले दिँदैन हो। त्यही भएर अब हामीले यहाँ चाहिँ के लेख्नुपर्छ त भन्दाखेरि यो इथानलको टोलेन्स टेस्ट लेख्नु पर्यो, जुन हामीले पहिले डिस्कस गरिसकेका छ त्यो रियाक्सन लेख्नु पर्यो है। अनि एमोनिया विथ मिथानल यो पनि भइसकेको छ। अनि एसिटेट विथ हाइड्रोजन यो चाहिँ एसिटोन हाइड्राजोन बन्छ, यो पनि डिस्कस गरिसकेको जस्तो लाग्छ, त्यही पनि हेरौँ है त। यो भयो हाम्रो एसिटोन अनि यसमा छ हाम्रो हाइड्रोजन, यो के हुन्छ रे यो चाहिँ वाटर बनेर उठ्छ, यो H2 र O अनि सर्लक्क जोडिन्छ हाम्रो यो चाहिँ नाइट्रोजन अनि NH2 प्लस H2O त एलिमिनेट भइहाल्यो। यो चाहिँ हो हाम्रो हाइड्राजोन है त। अनि यहाँ भनिरहेको छ राइट एन इक्जाम्पल अफ इच अफ द फलोइङ्स। क्लिमेन्सन रिडक्सन भइसक्यो जस्तो लाग्छ मलाई, खै ल भएको छैन भने पनि हेरौँ है त। क्लिमेन्सन रिडक्सन भनेको चाहिँ कस्तो हो भनेदेखि जिङ्क अमलगम र कङ्क HCl को प्रिजेन्समा, जस्तै यो हेरौँ त यो अल्डिहाइड हो एसिटल्डिहाइड हैन, यसलाई चाहिँ अब हामीले रिड्युस गर्यौँ भनेदेखि है यहाँ चाहिँ 4वटा हाइड्रोजन चाहिन्छ। जिङ्क अमलगम र कङ्क HCl राखेर रिड्युस गर्ने हो भने यहाँबाट चाहिँ हाम्रो के भन्छ त यो इथेन भन्छ हो। कार्बोनाइल कम्पाउन्डलाई अल्केनमा कन्भर्ट गर्ने रिडक्सन मेथड एउटा के हो त क्लिमेन्सन रिडक्सन पनि हो। म कन्फिडेन्ट छु यो फेलिङ टेस्ट, रोजेनमुन्डो रिडक्सन, कानिजरो रियाक्सन, डिएनपी टेस्ट हाम्रो पार्ट 1 मै पनि भइसकेको छ। अनि यसमा छ इक्जाम्पल के लेख्नु भने चाहिँ डिएनपी टेस्ट हामीले गरिसकेका छौँ, पार्ट 1 राम्रोसँग हेर्नु होला है। रोजेनमुन्डो रिडक्सन भइसकेको छ, हल्डोल कन्डेन्सेसन टोलेन्स टेस्ट पनि अघि भर्खर पनि गरेका छौँ, कानिजरो रियाक्सन सबै भइसकेको छ। राइट एनी 3 मेथड फर द प्रिपरेसन अफ प्रोपानोन यो त गरिसकेका छौँ हामीले। हाउ इज इट कन्भर्टेड टु 2 हाइड्रोक्सी 2 मिथाइल प्रोपानोइक एसिड हो। यो HCN को एडिसन हामीले अघि भर्खर गऱ्यौँ, पार्ट 2 मै गरेको, यही पार्टमा गरेका छौँ है त। अनि 61 मा भनेको छ गिभ एनी 3 मेथड अफ प्रिपरेसन अफ इथानल। इथानल प्रिपरेसन गर्ने कुनै 3टा मेथड ल डिस्कस गर्दाखेरि अलिकति रिकल गर्यो भने हामीले के हुनसक्छ, एउटा चाहिँ डिहाइड्रोजिनेसन अफ इथानोल हुन सक्ने भयो हो। यो भनेको के राख्नु पर्यो, कपर राख्नु पर्यो अनि लगभग 300 डिग्री सेल्सियससम्म हिट गर्यो भने यहाँबाट पनि हाम्रो आउँछ यो इथानल आउँछ हैन त। अनि त्यस्तै अर्को के आउँछ त CH3 CHCl यसलाई चाहिँ पहिला एक्वाइस KOH सँग ट्रिट गर्यो भनेदेखि यहाँबाट के आउँछ, पहिला यो एउटा हाइली अनस्टेबल कम्पाउन्ड बन्छ हो। अनि यहाँबाट चाहिँ वाटर मोलिक्युल एलिमिनेट भएर के बन्छ त हाम्रो इथानल बन्छ। त्यस्तै अर्को हामीले चाहिँ इथाइनको क्याटालाइटिक हाइड्रेसन गर्यौँ भने यसलाई चाहिँ चाहिन्छ हाम्रो HgSO4 र H2SO4 हैन। यस्तो गर्यो भने यहाँबाट चाहिँ पहिला हाम्रो हुन्छ इनोल बन्छ, यस्तो बन्छ अनि पछि रिएरेन्जमेन्ट हुन्छ र यहाँबाट बन्छ
यसरी बन्छ इथानल हो, किटो इनोल टाउटोमराइजेसन भन्छौँ हामीले यसलाई चाहिँ हो। यसरी भन्छ, तीनटा मेथड भइहाल्यो है। इथानल इन्टु प्रोपानोन, यो त सिम्पल छ हेरौँ त। कार्बन एटम बढाउनु पर्यो चेनमा भनेदेखि अल्डिहाइडका लागि वा कार्बोनाइल कम्पाउन्डको लागि सुइटेबल मेथड भनेको के हो त हाम्रो ग्रिग्नार्ड रिएजेन्ट एडिसन गर्ने हो। यहाँबाट बन्छ पहिला के CH3 CHOH अनि Cl3 बन्छ। यहाँ सिधै हामीले चाहिँ हाइड्रोलाइसिस पनि गरेका छौँ है त। फर्स्टमा यो गर्ने अनि सेकेन्डमा चाहिँ एसिडिक हाइड्रोलाइसिस पनि गरेपछि चाहिँ यो बन्छ हैन। अनि यसलाई अक्सिडेसन गर्यो भनेदेखि ल KMNO4 एसिडिक मिडियम राख्यो भनेदेखि यति राख्ने हो भने यहाँबाट के बन्छ त CH3 C डबल बोन्ड O CH3 बन्छ। यो भयो हाम्रो प्रोपानोन, यो पनि भइहाल्यो हैन। अनि राइट डाउन एनी थ्री मेथड अफ प्रिपरेसन अफ प्रोपानोन। वाट प्रोडक्ट वुड यु एक्सेप्ट व्हेन प्रोपानोन इज ट्रिटेड विथ I2 and NaOH। यो भनेको चाहिँ हाम्रो के हो त I2 NaOH भनेको आयोडोफर्म टेस्ट हो। यसको हामीले चाहिँ पार्ट 1 मा चाहिँ डिस्कस गरिसकेका छौँ आयोडोफर्म टेस्ट अफ किटोन भनेर। अनि 2,4-DNPH टेस्ट, यो 2,4-DNP टेस्ट पनि 2,4-डाइनाइट्रोफिनाइल हाइड्रोजनसँग गर्ने टेस्ट हो। यो पनि हामीले पार्ट 1 मै गरिसकेका छौँ। यो चाहिँ अलिकति अब सोध्ने टाइपको क्वेसन आइपुग्यो है त। एन अल्किन ए अन्डरगोज ओजोनोलाइसिस टु गिभ एन अल्डिहाइड एन्ड किटोन एज द मेजर प्रोडक्ट्स। यसले चाहिँ के दिने रहेछ, एउटा अल्डिहाइड किटोन मेजर प्रोडक्ट दिने रहेछ ओजोनोलाइसिस गर्दा। म यसलाई चाहिँ रिएक्सन सिक्वेन्समा लेखिहेर्छु है त। यसलाई ओजोनोलाइसिस गरियो पहिला O3 सँग अनि त्यसपछि जिंक र वाटरसँग हो। अनि यहाँबाट चाहिँ के बन्ने रहेछ अल्डिहाइड प्लस किटोन बन्ने रहेछ हैन त। अनि यसलाई चाहिँ फर्दर के गरेछ त अल्डिहाइडले चाहिँ के दिने रहेछ आयोडोफर्म टेस्ट दिने रहेछ, आयोडोफर्म टेस्ट दिन्छ। एन्ड किटोन्स अन्डरगोज क्लिमेन्सन रिडक्सन टु यिल्ड प्रोपेन। अब किटोनले चाहिँ के दिने रहेछ त फेरि क्लिमेन्सन रिडक्सन गर्दाखेरि यहाँबाट के दिन्छ प्रोपेन दिने रहेछ, यस्तो दिने भयो हो। त्यसो भएदेखि किटोन जसले प्रोपेन दिन्छ भने चाहिँ किटोन के रहेछ प्रोपानोन रहेछ हो। अनि अल्डिहाइड जसले आयोडोफर्म टेस्ट दिन्छ भनेपछि आयोडोफर्म टेस्ट दिने अल्डिहाइड भनेको एउटा मात्रै छ र जुन के हो त यो हो इथानल अर्थात् एसेटल्डिहाइड। ल त्यसो भए अल्डिहाइड भनेको एसेटल्डिहाइड रहेछ र किटोन भनेको प्रोपानोन रहेछ भनेदेखि अब हामीले चाहिँ के गर्नु पर्यो त अल्किन ए के रहेछ आइडेन्टिफाई गर्नु पर्यो। त्यसो हो भनेदेखि अब जस्तै यहाँबाट हामीले आएको चाहिँ अल्डिहाइड के त यो हो। त्यस्तै किटोन के हो त यस्तो हो प्रोपानोन हो। अनि हामीले अल्किन पत्ता लगाउनु पर्यो भने यो दुईटैको अक्सिजन रिमुभ गर्ने र बाँकी चेनलाई चाहिँ सर्लक्क जोडिदियो भनेदेखि त्यो अल्किन आउँछ। र अल्किन भने के रहेछ हेरौँ त CH3 C यतापट्टि H छ अनि डबल बोन्ड अनि यहाँ C छ, यसमा भयो CH3 अनि यतापट्टि भयो CH3, अल्किन यो रहेछ। यसको नाम के हो त 1 2 3 4 2 पोजिसनमा मिथाइल छ भएपछि 2 मिथाइल ब्युट 2 इन रहेछ। अब यसलाई चाहिँ हामीले के गरौँ त ओजोनोलाइसिस गरिदिउँ। रिएक्सन इन्भल्भ पनि लेख्नु भनेको छ त्यही भएर है त। ल यसको ओजोनोलाइसिस गर्दाखेरि पहिला इनिसियली के बन्छ त भन्दा हाम्रो बन्छ पहिला यो डबल बोन्डेड कार्बनलाई सर्लक्क ब्रेक गरिदिने हैन। अनि तिनीहरूको साइड चेन के छ त्यो लेख्ने, माथि एउटा अक्सिजन लेख्ने, तल दुईटा अक्सिजन लेख्ने अनि बाँकी यसलाई सर्लक्क जोडिदिने। यो हुन्छ हाम्रो के ओजोनाइड कम्प्लेक्स। अनि यसलाई जिंक र वाटर राखिदियो भने अब यहाँबाट बन्छ इथानल प्लस प्रोपानोन, यो भयो इथानल अनि भयो प्रोपानोन है। अनि त्यसपछि अर्को भनेको छ क्लिमेन्सन रिडक्सनको पनि रिएक्सन लेखिदिने। हामीले क्लिमेन्सन रिडक्सनको रिएक्सन डिस्कस गरिसकेका छौँ। अनि अर्को चाहिँ आयोडोफर्म टेस्ट अल्डिहाइडको आयोडोफर्म टेस्टको रिएक्सन पनि डिस्कस गरिसकेका छौँ है त। अब यहाँ 64 मा भनेको छ एन अल्किन ए अन्डरगोज ओजोनोलाइसिस टु गिभ एन अल्डिहाइड एन्ड किटोन एज द मेजर प्रोडक्ट्स। पहिला एले चाहिँ के दिने रहेछ त ओजोनोलाइसिस गर्दाखेरि एउटा दिन्छ अल्डिहाइड र किटोन दिन्छ रे है त। अनि द अल्डिहाइड एन्ड किटोन फर्दर अन्डरगो क्लिमेन्सन रिडक्सन टु यिल्ड इथेन। अल्डिहाइडको चाहिँ के दिने रहेछ इथेन दिने रहेछ, यसलाई के दिने रहेछ किटोनले प्रोपेन दिने रहेछ। आइडेन्टिफाई द ए एन्ड गिभ इट्स आइयुपीएक नेम एन्ड व्हाट प्रोडक्ट यु एक्सपेक्ट व्हेन ए इज ट्रिटेड विथ HBr। ल त्यो HBr सँग ट्रिटमेन्ट पछि कुरा गरौँला। पहिला हामी चाहिँ अल्डिहाइडबाट इथेन बनेको छ हो भएपछि दुईटा कार्बन एटम भएको अल्डिहाइड भने के हो त यस्तो हो। अनि तीनटा कार्बन एटम भएको किटोन के हो त यो हो
यो भयो इथानल रहेछ, अनि यो भयो के प्रोपानोन रहेछ। अनि हामीलाई चाहिँ किटोन पत्ता लगाउनु के अरे अल्किन पत्ता लगाउनु पर्यो भने के गर्ने, यो दुईटा अक्सिजनलाई रिमुभ गरिदिने र बाँकी अल्काइल ग्रुपका जति चेन बाँकी छ त्यो सर्लक्क जोड्यो भने हाम्रो के आउँछ त अल्किन आउँछ। ल यसको नाम के हो त, अघि नै लेखेको कम्पाउन्ड भन्नु, यो त 2 मिथाइल ब्युटुइन है त। अनि यसलाई अब ओजोनोलाइसिस गर्छौँ हामी। पहिला ओजोनोलाइसिस रियाक्सन अघिकै रियाक्सन भयो है यो, अब मैले केही भनिराख्नु परेन। ओजोनोलाइसिस रियाक्सन अघि भर्खर लेखेको रियाक्सन हो। अब यसलाई फर्दर एचबिआरसँग ट्रिट गर्यो भने के हुन्छ भने ल यसलाई चाहिँ हामी एचबिआरसँग ट्रिट गर्यौँ भने मार्कोनिकोभ एडिसन लागु हुन्छ। अब यसमा चाहिँ जहाँ कम कार्बन एटम छ, सरी जहाँ कम हाइड्रोजन छ त्यहाँ चाहिँ के हुन्छ त ब्रोमिन जान्छ, नेगेटिभ पार्ट जान्छ भनेदेखि जहाँ चाहिँ बढी हाइड्रोजन छ त्यहाँ पोजिटिभ पार्ट जान्छ। त्यसो भए यो कम्पाउन्ड के हुन्छ, CH3 यो H छँदैछ, अर्को H यहाँ आएर जोडिन्छ, अनि यो चाहिँ यस्तो CH3 अनि Br हुन्छ। यो चाहिँ मेजर प्रोडक्ट हुन्छ, अनि यता Br यता H बसेको चाहिँ माइनर प्रोडक्ट हुन्छ है। अब मेजर प्रोडक्टमा चाहिँ लेखौँ हामीले, यो हुन्छ 2 ब्रोमो 2 मिथाइल 1 2 3 4 ब्युटेन है त। ल एन एलिफेटिक कम्पाउन्ड A react with aqueous NaOH to give B. B on oxidation with K2Cr2O7 in acidic medium produce C. म चाहिँ यसलाई सबैलाई एउटा सिक्वेन्समा लेख्छु अनि बल्ल मलाई सजिलो हुन्छ जस्तो लाग्यो है त। जस्तै कम्पाउन्ड A ले पहिला केसँग ट्रिट गरेको छ त हामीले एक्वाइस NaOH सँग हो। एक्वाइस NaOH सँग ट्रिट गर्दा यहाँबाट के बन्यो, B बन्यो। B लाई चाहिँ अक्सिडेसन गरिदियो, अक्सिडेसन गर्यो इन प्रेजेन्स अफ K2Cr2O7 एसिडिक पोटासियम डाइक्रोमेटले के बन्यो, C बन्यो। द कम्पाउन्ड C अन्डरगोज क्लिमेन्सन रिडक्सन। C भनेको कार्बोनाइल कम्पाउन्ड हो, हामीले यहीँबाट थाहा पाइसक्यौँ। क्लिमेन्सन रिडक्सन जाँदाखेरि ल क्लिमेन्सन रिडक्सन हुँदा के दिने रहेछ, प्रोपेन दिने रहेछ। हेरौँ त प्रोपेन हो भएपछि यो C भने 3टा कार्बन एटम भएको चाहिँ कार्बोनाइल कम्पाउन्ड हो भन्ने हामीले बुझिसक्यौँ। तर 3टा कार्बन एटम भएको त प्रोपानोन पनि हुन्छ, प्रोपानल पनि हुन्छ हैन। अनि यहाँ अझ अर्को के सोधिरहेको छ, इफ कम्पाउन्ड C रेस्पोन्स पोजिटिभ आयोडोफर्म टेस्ट हो। यहाँबाट कुरो आयो नि त, पोजिटिभ आयोडोफर्म टेस्ट चाहिँ यदि दिन्छ भनेदेखि पोजिटिभ आयोडोफर्म टेस्ट दिनलाई कस्तो स्ट्रक्चर हुनुपर्छ, CH3C+O यस्तो हुनु पर्यो। त्यसो भएपछि जस्तै अब हामीले यो चाहिँ प्रोपानोन हुने भयो है, प्रोपानल लेख्यो भने यस्तो हुन्छ हो, मिथाइल किटोन ग्रुप त बन्दैन, यसले त आयोडोफर्म टेस्ट दिँदैन। त्यसो भएपछि C भनेको हाम्रो के रहेछ त, प्रोपानोन रहेछ। यो प्रोपानोन चाहिँ केबाट आएको छ त भन्दाखेरि अक्सिडेसन अफ बीबाट आएको छ। बी भनेको अब के हो त, अल्कोहल हो। अल्कोहल पनि कुन अल्कोहल त, यो अल्कोहल हुने भयो हैन त, आइसोप्रोपाइल अल्कोहल भने पनि भयो। अब यसलाई चाहिँ हामी के भन्छौँ त, प्रोपेन टु ओल भन्छ हो। अनि यो चाहिँ फेरि एक्वाइस ट्रिटमेन्ट, एक्वाइस NaOH को ट्रिटमेन्टसँग आएको छ। केलाई ट्रिट गर्दा, एलाई। ए भनेको अब फेरि के हो त, CH3CHCl CH3 एउटा हेलो अल्किन हुने भयो, जुन लेखे पनि भयो। ल मैले लेखेँ 2 क्लोरोप्रोपेन है, क्लोरोप्रोपेन लेखे पनि हुन्छ, ब्रोमोप्रोपेन लेखे पनि हुन्छ है त। अनि अब यसलाई रियाक्सन कम्प्लिट गरौँ हामी। यसलाई अक्सिडेसन गर्यो K2Cr2O7 एसिडिक मिडियममा भनेदेखि यहाँबाट अब के बन्छ त, किटोन बन्छ। अनि अब चाहिँ क्लिमेन्सन रिडक्सन भने चाहिँ ZnHg जिङ्क अमलगम एन्ड कङ्क HCl भयो भने यहाँबाट बन्छ प्रोपेन, प्रोपेन बन्यो है। अब यसलाई अर्को के सोधेको छ भने, वाट प्रोडक्ट यु एक्सपेक्ट व्हेन A इज हिटेड विथ H2NI। ए भनेको यो हैन त, यसलाई चाहिँ H2 र Ni सँग राखेर यसलाई चाहिँ हिट गर्यो भने यो चाहिँ रिडक्सन अफ हेलो अल्केनबाट हाम्रो बन्छ फेरि अल्केन बन्छ। भएपछि यो बन्यो प्रोपेन। अब साइड प्रोडक्ट त HCl बनिहाल्छ। यो भयो के बन्ने रहेछ त, प्रोपेन बन्ने रहेछ। गिभ केमिकल रियाक्सन फर द प्रिपरेसन अफ प्रोपानोन फ्रम 2,2-डाइक्लोरोप्रोपेन हामीले डिस्कस गरिसकेका छौँ। प्रोपेन 2 कतिचोटि गरिरहेको छ, यो क्याल्सियम एसिटेट चाहिँ गराएर छैन जस्तो लाग्यो मलाई, यो गर्छु है त मैले। ल 66 को सेकेन्ड नम्बरको है त। क्याल्सियम एसिटेट भनेको हाम्रो हो यस्तो हुन्छ, OCA अनि OCOCH3। अनि यसलाई चाहिँ ड्राई डिस्टिलेसन गरियो भनेदेखि है त, ड्राई डिस्टिलेसन गर्यो भने यहाँबाट हाम्रो चाहिँ के उठ्छ त, CaCO3 बनेर जान्छ है त, क्याल्सियम कार्बोनेट उडेर जान्छ। अब यहाँबाट बन्छ हाम्रो CH3C+O
CH3 यो बन्यो प्रोपानोन प्लस अर्को कम्पाउन्ड के भन्छ त क्याल्सियम कार्बोनेट भन्छ हाउ इज प्रोपानोन कन्भर्टेड टु 2 मिथाइल प्रोपेन 2-ओल एउटा मिथाइल ग्रुप एड भयो भन्ने बित्तिकै कार्बन एटम एड गर्ने मेथड चाहिँ कुन हो रे हाम्रो जस्तै प्रोपानोनमा अब कार्बन एटम एड गर्नु पर्यो भनेपछि हामीसँग के आउँछ मिथाइल म्याग्नेसियम ब्रोमाइड जसलाई हामीले ग्रिग्नाट रिएजेन्ट भन्छौँ यस्तो गर्यो भने CH3COMgBr अनि CH3 अनि CH3 अब यहाँबाट बन्छ यो OH अनि CH3 यतापट्टि अर्को CH3 छँदैछ यो बन्यो हाम्रो 2 मिथाइल प्रोपेन 2-ओल अनि अर्को छ गिभ केमिकल रिएक्सन फर द प्रिपरेसन अफ इथानल यो पनि गरेका छौँ यो पनि भइसकेको छ इथानोइल क्लोराइड यो रोजनमोनी रिडक्सनमा भएको छ हैन त हाउ इज इथानल कन्भर्टेड इन्टु प्रोपेन 2-ओल यसमा पनि हामीले सेम के गर्ने हो त एउटा कार्बन एटम बढेको छ भनेपछि अघि भर्खर गरे जस्तो लाग्छ मलाई CH3MgBr को एड गर्ने यहाँबाट फर्दर प्रोडक्ट के बन्छ भन्ने हामीलाई थाहा भइसक्यो है त सिमिलर रिएक्सन है यहाँको जस्तै यो जस्तै रिएक्सन हो यहाँ एउटा CH3 बढी छ यो CH3 को ठाउँमा यहाँनिर एउटा H छ सिमिलर आउँछ है त हो यो चाहिँ अब सोध्ने खालको क्वेसन हो के एन एलिफेटिक कम्पाउन्ड A रिएक्ट्स विथ SOCl2 टु गिभ B यसलाई त सिक्वेन्समा लेख्नुपर्छ नत्र झुक्किन्छ है त A अनि SOCl2 गिभ्स B on डिहाइड्रोहेलोजिनेसन डिहाइड्रोहेलोजिनेसन भनेपछि KOH त्यो पनि अल्कोहोलिक KOH हैन त C दिन्छ हो द कम्पाउन्ड C अन ओजोनोलाइसिस यहाँबाट चाहिँ ओजोनोलाइसिस गर्दाखेरि हाम्रो के आउने रहेछ त भन्दाखेरि मिक्सचर अफ इथानल एन्ड मिथानल रे ल यहाँबाट हामीले यो अल्किन के रहेछ भन्ने त हामीले लगभग थाहा पाइसकेका छौँ है इथानल एन्ड मिथानल भन्यो हैन त ल यस्तो भयो इफ A इज एन अल्कोहल अरे which responses आयोडोफर्म टेस्ट रेस्पोन्स गर्ने अल्कोहल रहेछ A भनेको चाहिँ अनि त्यसपछि आइडेन्टिफाई A, B and C what product would you expect when compound B is heated with H2Ni भनेको छ हैन अब यसमा चाहिँ हामीले पहिला यो C पत्ता लगाउनु पर्यो C पत्ता लगाउन के गर्ने यो दुईटाको अक्सिजनलाई रिमुभ गरिदिने बाँकीलाई सर्लक्क जोड्ने अब C पत्ता लाग्छ हाम्रो CH3CH डबल बोन्ड C अनि H यो कम्पाउन्ड रहेछ हो यसको नाम के हो त भन्दाखेरि 1 2 3 प्रोपिन रहेछ हो प्रोपिन अनि यो प्रोपिन फेरि केबाट आछ डिहाइड्रोहेलोजिनेसन अफ B बाट आछ त्यसो भए B भनेको के हो त भन्दाखेरि हेलो अल्केन हो हैन तर त्यो हेलो अल्केन चाहिँ कस्तो हेलो अल्केन हो त SOCl2 अफ A बाट आछ त्यसो भने A भनेको फेरि के हो त अल्कोहल हो अल्कोहललाई थायोनाइल क्लोराइडसँग ट्रिट गर्यो भने के आउँछ हेलो अल्केन आउँछ तर अब यो अल्कोहल चाहिँ तीनटा कार्बन एटम भएको अल्कोहल हो प्रोपेन 1-ओल हो कि 2-ओल हो भन्ने हामीले कसले थाहा पाउने त भन्दा जस्तै यो स्ट्रक्चर लेख्ने है त यो भनेको हाम्रो हुन्छ प्रोपेन 2-ओल अनि यो अर्को हाम्रो हुन्छ प्रोपेन 1-ओल अब यसले त आयोडोफर्म टेस्ट दिन सक्दैन यो स्ट्रक्चरले चाहिँ के दिन्छ त आयोडोफर्म टेस्ट दिन्छ भए चाहिँ A भनेको हाम्रो के रहेछ त प्रोपेन 2-ओल रहेछ त्यसो भएदेखि म A बाट सुरु गर्छु है त CH3CHOH CH3 अनि यसलाई चाहिँ हामीले के गर्यौं थायोनाइल क्लोराइडसँग रिएक्सन गर्यौं र यहाँबाट बन्छ CH3CHCl CH3 अब यसलाई चाहिँ अल्कोहोलिक KOH गर्दाखेरि के आयो त यो प्रोपिन आयो अनि यो प्रोपिनलाई अब ओजोनोलाइसिस गर्दियौं पहिला O3 सँग ट्रिट गर्दाखेरि हाम्रो के बन्छ रे ओजोनाइड बन्छ CH3CH अनि यतापट्टि CHH छँदैछ डबल बोन्डेड कार्बनलाई सर्लक्क टुक्र्याउने माथि एउटा अक्सिजन तल अर्को यस्तो 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 ठीक छ हो अब यसलाई चाहिँ जिंक र वाटर राख्यो भने अब यो बन्छ जिंक र वाटर राख्थ्यौं ल अब अर्को यहाँ फर्दर के सोधेको छ कम्पाउन्ड B भनेको हाम्रो यो कम्पाउन्ड हो हैन त 2 क्लोरोप्रोपेन हो अब यसलाई केसँग हिट गर्ने भनेको छ H2Ni सँग राख्यो भने देखि ल H2 र Ni सँग रिडक्सन गर्यो भने यहाँबाट यो बन्छ हाम्रो CH3CH2 CH3 यो भनेको प्रोपेन है त ल रिडक्सन अफ हेलो अल्केन भयो है अब यहाँनिर सोधिरहेछ
एन अर्ग्यानिक कम्पाउन्ड ए रियाक्ट्स विथ HCN टु गिभ बी। यसलाई पनि हामीले के गर्छौँ त भन्दा रियाक्सन सिक्वेन्समा लेख्छौँ अनि हामीले बल्ल सजिलो हुन्छ है त। ए HCN यहाँबाट के दिन्छ बी दिन्छ, हाइड्रोलाइसिस इन एसिडिक मिडियम हैन गिभ सी दिन्छ अनि सी दिन्छ हो। अनि कम्पाउन्ड ए अल्सो प्रोड्युसेस प्रोपेन व्हेन ट्रिटेड विथ जिङ्क अमलगम एन्ड HCl। यो एले चाहिँ जिङ्क अमलगम र कङ्क HCl राख्यो भनेदेखि होइन त यहाँबाट के आउने रहेछ प्रोपेन आउने रहेछ हो। यसको मतलब यो चाहिँ के हो त कि त प्रोपानल हो कि त प्रोपानोन हो, यहाँबाट थाहा हुन्छ हो। आइडेन्टिफाई ए बी एन्ड सी विथ द रियाक्सन एन्ड गिभ देयर आइयुपिएसी नेम। वाट प्रोडक्ट वुड यु एक्सपेक्ट व्हेन ए इज ट्रिटेड विथ ट्राइक्लोरोमिथेन इन अल्कालाइन मिडियम हो। ट्राइक्लोरोमिथेनसँग ट्रिटमेन्ट गरेको भनेपछि यो भयो हाम्रो क्लोरोफर्म हो होइन त। ट्राइक्लोरोमिथेन भने यो ए भनेको हाम्रो अब यहाँबाट के बुझ्नुपर्छ भने हामीले प्रोपानलसँगको रियाक्सन ट्राइक्लोरोमिथेनमा हामीले पढेका हुँदैनौँ, भएपछि यो के हो त प्रोपानोन रहेछ ए भन्ने। त्यसै भए अब यो रियाक्सन हामीले कम्प्लिटली लेख्छौँ ल। CH3 C डबल बोन्ड O CH3 यहाँबाट हामीले के गर्ने HCN एड गर्ने। अब बन्छ यो CH3 COH अनि CH3 यो हुन्छ CN। अब यसलाई चाहिँ फर्दर हाइड्रोलाइसिस गरिदियो भनेदेखि H2O in H प्लस यो भयो भने यहाँबाट के भन्छ त CH3 C यो OH छँदैछ, यतापट्टि CH3 छँदैछ। अब यो चाहिँ केमा चेन्ज हुन्छ फाइनल्ली यसमा चेन्ज हुन्छ। यो भनेको ए यो भनेको बी यो भनेको सी। अब यिनीहरूको चाहिँ आइयुपिएसी नेम पनि लेख्नु भनेको छ होइन त। त्यसो भएदेखि यो ए भनेको हाम्रो के रहेछ त प्रोपानोन रहेछ हो। बी भनेको अब हाम्रो के हो त 1 2 3 साइनाइडलाई चाहिँ हाम्रो चाहिँ प्रायोरिटी फङ्सनल ग्रुप हुन्छ, त्यही भएर यसलाई 1 नम्बर दिनुपर्छ होइन त। 2 पोजिसनमा मिथाइल छ, हाइड्रोक्सी ग्रुप छ, भएपछि 2 हाइड्रोक्सी 2 मिथाइल अनि 3टा कार्बन एटम भएको पछि प्रोपेन नाइट्राइल है त। CN भएपछि नाइट्राइल भन्नु पर्यो होइन। अब यसको नाम चाहिँ के हुन्छ त आइयुपिएसी नेम 2 हाइड्रोक्सी 2 मिथाइल प्रोपानोइक एसिड। अनि अर्को के सोधेको छ योसँग चाहिँ के को ट्रिटमेन्ट सोधेको छ त CHCl3 को सोधेको छ भनेपछि यसमा के हुने हो त यो H गएर O मा जोडिने हो, बाँकी गएर कार्बनमा जोडिन्छ। CH3 COH अनि CH3 अनि यहाँ हुन्छ CCl3 हो। र यो कम्पाउन्ड चाहिँ के हो त हाम्रो के भनेर पढाएको थियौँ हामीले क्लोरिटोन पढाएको थियौँ हो। ल सकिहाल्यो है त। अब यहाँ भनेको छ राइट एनी 3 मेथड अफ प्रिपरेसन अफ इथानल, कति डिस्कस गरियो है त। हाउ वुड यु कन्भर्ट इथानल इन्टु 3 हाइड्रोक्सी ब्युटानल। यो चाहिँ हाम्रो केबाट हो त अल्डोल कन्डेन्सेसन है, डिस्कस भइसकेको छ। 2 हाइड्रोक्साइल 2 मिथाइल प्रोपानोइक एसिड यो HCN को एडिसन गर्ने, अघिको प्रोपानोनमा गरे जस्तै गरी गर्ने हो है। सिमिलर टाइपको रियाक्सन हो, हामीले त्यही पनि यो डिस्कस गरिसकेका छौँ सायद पार्ट 1 मा है त। अब यहाँ 71 मा चाहिँ भनेको छ एन अर्ग्यानिक कम्पाउन्ड ए रियाक्ट्स विथ सोडियम मेटल टु गिभ हाइड्रोजन ग्यास। एउटा अर्ग्यानिक कम्पाउन्ड ए ले चाहिँ सोडियमसँग रियाक्सन गर्यो भनेदेखि के दिने रहेछ त हाइड्रोजन ग्यास दिने रहेछ हो। द कम्पाउन्ड ए अन ट्रिटमेन्ट विथ अल्कालाइन आयोडिन फर्म्स येल्लो क्रिस्टलाइन सब्सटेन्स। अब यो चाहिँ के दिने रहेछ फेरि यसले चाहिँ दिने रहेछ एउटा दिने रहेछ आयोडोफर्म टेस्ट दिने रहेछ, आयोडोफर्म टेस्ट दिने रहेछ हो। अनि अक्सिडेसन विथ एसिडिफाइड डाइक्रोमेट। अब अक्सिडेसन गर्यो भनेदेखि हो, अक्सिडेसन गर्यो भनेदेखि एन अल्डिहाइड विथ मोलिकुलर फर्मुला C2H4O। अल्डिहाइड 2टा कार्बन एटम भएको अल्डिहाइड यही हो, इथानल दिने रहेछ। आइडेन्टिफाई द कम्पाउन्ड ए एन्ड राइट द इक्वेसन फर दिज रियाक्सन्स भनेको छ। भएपछि यो जसको अक्सिडेसनबाट चाहिँ यो इथानल बन्छ त भन्दा यो ए भनेको के रहेछ त हामीले थाहा पायौँ इथानोल रहेछ। अब यसो भए यो सबै रियाक्सन लेख्नु पर्यो हो। इथानोलको आयोडोफर्म टेस्टको रियाक्सन हामीले अल्कोहलमा चाहिँ टेस्ट गरिसकेका छौँ हैन। अनि त्यसपछि मैले यहाँ अक्सिडेसनको रियाक्सनको कुरा गर्ने हो भनेदेखि जस्तै ल CH3 CH2OH अक्सिडेसन हुने भयो, त्यो पनि के को प्रेजेन्समा त एसिडिफाइड पोटासियम डाइक्रोमेटको प्रेजेन्समा। अब यहाँबाट आउँछ हाम्रो इथानल हो, 2टा कार्बन एटम भएको C2H4O सँग ब्यालेन्स के अरे फर्मुला म्याच गर्ने अल्डिहाइड यही मात्रै हो। अनि अर्को के भनेको छ अल्कोहल के अरे हाइड्रोजन ग्यास दिन्छ भनेको छ। त्यसो भएदेखि यस्तो हुन्छ यो रियाक्सन ल हेरौँ प्लस Na भयो भनेदेखि यहाँबाट चाहिँ हाम्रो आउँछ यो चाहिँ 2टा चाहिन्छ अनि बल्ल हुन्छ
CH3 यो पनि दुईटा चाहिन्छ हाइड्रोजन हैन के रे सोडियम CH3 CH2ONA प्लस H2 ग्यास निस्किन्छ र यसको नाम चाहिँ हुन्छ सोडियम इथोअक्साइड भइहाल्यो यहाँ भनेको छ हाउ इज प्रोपानोन प्रिपेयर्ड फ्रम आइसोप्रोपाइल अल्कोहल अक्सिडेसन गर्ने इथानोइक एसिड हामीले डिस्कस गरिसकेका छौँ इथानोइक एसिड गरेका छैन सरी यो 2,2 डाइक्लोरोप्रोपेन चाहिँ डिस्कस गरिसकेका छौँ यो ग्रिग्नेट रिएजेन्ट र क्लोरोफर्मको रिएक्सन पनि भइसकेको छ हाम्रो यो इथानोइक एसिडबाट कसरी प्रोपानोन बनाउने भन्ने चाहिँ भएको छैन है त ल त्यसो भएदेखि इथानोइक एसिड लेख्छु म पहिला यो भयो हाम्रो इथानोइक एसिड अब यसलाई चाहिँ क्याल्सियम हाइड्रोक्साइडसँग रिएक्सन गर्ने हो भने यहाँबाट चाहिँ हाम्रो पहिला के भन्छ त क्याल्सियम इथानोइड भन्छ है त यस्तो यो चाहिँ दुईटा क्याल्सियम भएको अब यसलाई ड्राई डिस्टिलेसन गरिदियो भनेदेखि है त ड्राई डिस्टिलेसन हामीले अघि पनि यो रिएक्सन त लेखिसकेका छौँ हो ड्राई डिस्टिलेसन गरिदियो भने चाहिँ यहाँबाट बन्छ हाम्रो प्रोपानोन बन्छ र बन्छ यहाँ साइड प्रोडक्ट क्याल्सियम कार्बोनेट ल अब आजको बसाइलाई यति नै हामी बाँकी अल्डिहाइड एन्ड किटोनका बाँकी क्वेसनहरू चाहिँ पछिल्लो चरणमा पछिल्लो दिनमा हामी डिस्कस गर्नेछौँ